सिन्धुपाल्चोक जिल्लाको एउटा सानो गाउँमा विजय नामको केटो बस्थ्यो। ऊ करिब 12 वर्षको थियो, चञ्चल, हँसमुख र खेन रुचाउने। ऊ धेरैजसो समय साथीहरूसँग खेन, खोलामा पौडी खेन र जङ्गलतिर घुम्न जान्थ्यो। उसको बुबा किसान थिए भने आमा घर सम्हाल्थिन्। गाउँ पहाडको काखमा बसेको थियो र वरिपरि घना जङ्गल थियो। गाउँका मानिसहरू जङ्गलसँग डराउँथे किनभने त्यहाँ बाघ, भालु र अन्य जङ्गली जनावरहरू बस्थे। विशेष गरी राति कसैले पनि जङ्गलतिर जाने आँट गर्दैनथ्यो। एक दिन विजयका बुबाले उसलाई भने, बाबु, अब तिमी ठुलो हुँदैछौ, गाइड्स हेर्ने जिम्मेवारी लिनुपर्छ। तर होसियार, कहिल्यै पनि जङ्गलतिर धेरै नजानु, त्यहाँ बाघ पनि हुन सक्छ। विजयले शिर हल्लायो तर भित्रभित्रै उसलाई साहसिक यात्रा गर्ने रहर थियो। ऊ डराउँदैनथ्यो, बरु बाघ देख्न पाए पो रमाइलो हुन्थ्यो भन्ने सोच्थ्यो। विजय निकै चञ्चल थियो, ऊ कहिलेकाहीँ साथीहरूलाई झुक्क्याउन रमाइलो गर्थ्यो। एक दिन ऊ गाई चराउँदै थियो, ऊ निकै दिक्क मानिरहेको थियो। त्यसैले ऊ चिच्यायो, बाघ आयो, बाघ आयो। गाउँका मानिसहरू दौडेर आए, लाठो, भाला र जे हातमा थियो लिएर। तर त्यहाँ बाघ थिएन। विजय हाँस्दै थियो। सबै रिसाए, विजय, यस्तो झुटो कुरा नगर, हाम्रो समय बर्बाद नगर। तर उसले गम्भीर रूपमा लिएन। केही दिनपछि फेरि ऊ उस्तै काम गर्यो। गाउँलेहरू दोहोर्याएर आए र फेरि झुक्किए। एक साँझ, जब विजय गाई चराइरहेको थियो, साँच्चीकै एक बाघ जङ्गलबाट निस्केर उसैतर्फ आउँदै थियो। उसले ज्यान जोगाउन गाउँतिर चिच्यायो, बाघ आयो, बाघ आयो। तर यसपालि गाउँलेहरू आएनन्। उनीहरू सोच्थे, विजय फेरि झुट बोल्दैछ। विजय डरले काप्यो। ऊ ज्यान जोगाउन रुखमा चढ्न खोज्यो, तर ढिलो भइसकेको थियो। बाघले उसको गाईलाई समात्यो र ऊ केही गर्न सक्दैनथ्यो। गाउँलेहरूले बिहान मात्रै घटनाको खबर पाए। सबैजना दौडेर आए, तर ढिलो भइसकेको थियो। बाघले गाई मारेर जङ्गलतिर लागिसकेको थियो। विजय निकै डराएको थियो। बुबाले उसलाई कडा स्वरमा भने, बाबु, तिमीले झुटो कुरा गरेर विश्वास गुमायौ। सत्य बोल्ने बानी बसाल, नत्र कोही पनि तिमीलाई पत्याउने छैन। विजय लज्जित भयो। ऊ भुइँमा टाउको झुकाएर बसेको थियो। त्यो दिनपछि उसले कहिल्यै झुटो कुरा गरेन। विजयको यो घटनाले गाउँका सबैलाई पाठ सिकायो। गाउँलेहरू झुटो कुरा गर्ने मान्छेलाई विश्वास गर्न छाडे। विजयले जीवनभरका लागि एउटा ठुलो पाठ सिक्यो, एक पटक झुट बोलेपछि सत्य पनि कसैले पत्याउँदैन। यो कथा हामीलाई सत्यको महत्त्व सिकाउँछ। झुट धेरै बोलेमा अन्त्यमा सत्यलाई पनि कसैले विश्वास गर्दैन। त्यसैले सधैँ सत्य बोल्नुपर्छ, इमानदार हुनुपर्छ र अरूलाई झुक्क्याउने काम गर्नु हुँदैन।